सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। यतिखेर चाहिँ म हाम्रो प्युठानको पूजा भन्ने ठाउँदेखि हामी यता गोर्देको चोर घुम्न जाँदैछौँ साथीहरूसँग। हाम्रो यात्रा कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला। सबैले भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। एकदम बवाल देखेको छ सिनहरू। हामी आज बाइलङबाट खबाङको बाटो हुँदै हामी चाहिँ बिजुवातिर गइरहेका छौँ। एकदमै रमाइलो वातावरण, एकदमै रमाइलो ठाउँ छ। हेर्नु यो दृश्यहरू यति राम्रो छ। यो नेपाल चाहिँ हामी नितान्त स्वर्ग हो है। ल हेर्नुहोस् यो यताको सिन हेर्नुहोस्, यो यसको यो चाहिँ तपाईँको यसको ब्युटिनेस हेर्नुहोस् है। यो पारी देखेको तपाईँको चाहिँ यो खुङको लेक भन्छ यसलाई। यो पनि निकै राम्रो पर्यटकीय स्थल हो र यहाँ पारी गुल्मी देखिरहेको छौँ पृष्ठभूमिमा हामीले। र यो पारीको डाँडो चाहिँ नारीकोट हो र हामी यहाँबाट चाहिँ प्युठानको तेस्रो अग्लो ठाउँ यो जुपाल भन्छ यसलाई। यो तारेभिर हो है। यो त्योभन्दा माथि जुपाल छौँ। अब हामी यसरी नै अब हामी आफ्नो गन्तव्यमा हुन्छ नि। र हामी अब बाइलङबाट खोलाबाङ हुँदै पूजा हुँदै बिजुवारतिर गइरहेका छौँ। बाटो चाहिँ हामी स्कुटीमा छौँ। स्कुटी मजाले चलेको छ। बाटो धेरै नराम्रो नराम्रो ठिकै बाटो भन्नु मिल्छ। के छ रमाइलो भएको छ। हामी हिँडिरहेका छौँ यहाँबाट। ल हामी अब यो गोद्रेचोरतिर लागिरहेका छौँ है। गोद्रेचोर हामी पूजाको बाटो, पूजाको माथि डाँडाकति भन्ने ठाउँमा हामी जान लागेका छौँ। यहाँबाट हाम्रो गन्तव्य गोद्रेचोर हुन्छ र हामी 6 जना ग्रुप छौँ। र आज मौसम चाहिँ एकदमै रमाइलो मौसम छ। एकदमै मस्त घाम लागेको मौसम है। मौसमले एकदमै साथ दिएको छ। नत्र बाटो पनि ठिकै छ। आज मौसमले साथ दिएको छ। नत्र यो पानी परेको बेला यो बाटो चाहिँ एकदमै जटिल छ। र हामी रमाइलो गर्ने क्रममा चाहिँ गइरहेका छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला है। त्यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। यो प्युठानको एकदमै धेरै दुर्गम त भन्न मिल्दैन। अनि यहाँ हाम्रो आमाहरू दिदीबहिनीहरू यसरी हिँडिराख्नु भएको छ है। हेर्नुहोस् भिडियोले अन्तिमसम्म हेर्नु भने तपाईँले यहाँ बाटो कस्तो छ के छ हरेक कुराहरूमा यो तारेभिरको दृश्य हो। हेर्नुहोस् नितान्त रमाइलो ठाउँ छ है। पूजाको काम आउनुभएको छ। यो बाटो हेर्नु न कस्तो छ यो बाटो। यस्तो बाटोमा हामी बाटो कस्तो भयो भने यात्रा चाहिँ रमाइलो भइरहेको छ है। यो यहाँको दृश्यहरूलाई यहाँको रमाइलोपनले कस्तो बाटो हिँडे पनि हामीले यो चाहिँ ग्यास मेटाउने चाहिँ यहाँको दृश्यहरूले हामीले बाटोले सम्झिने बाटो दिएको छ। र बाटो एकदमै कुनै ठाउँ एकदमै राम्रो छ, कुनै ठाउँ एकदमै खराब बाटो छ। हामी यसरी आइरहेका छौँ। अब हाम्रो गन्तव्य भनेको गोद्रेचोर हो। हामी एकछिन गोद्रेचोर हुँदै गर्ने छौँ कि कहाँ भन्छ खतम पार्नु छ। बाटोको स्थिति हेर्नुहोस्। बाटो
मामाहरू चाहिँ पानी लिन जानुभएको छ खोलाएर। त्यहाँ हाम्रो टिम साथीहरू कस्तो आजको घुमाइ कस्तो हुँदैछ विवेकजी? एकदम बढिया भइरहेछ र साथीहरू चाहिँ अलिक पछि अघि पछि भइरहेछ। गुड छ, बढिया छ, रमाइलो भएको छ। रमाइलो छ। अनि तपाईँलाई चाहिँ एकदम कस्तो लागिरहेछ आजको ट्रिप? आज एकदम रमाइलो भएको छ। बाटो पनि अलि तलमाथि झ्याकेको छ, केही छैन, जे जस्तो भयो नि घुम्न। यहाँ मामाले पानी पिँदै हुनुहुन्छ। बियर पिँदै हुनुहुन्छ कि पानी मामा? के गर्ने, बियर खाने औकात छैन, साउले ऊ आजको हाम्रो लालाजी लालाजी कमरेड फौजी उहाँको चाहिँ काम भन्नु त उता कमरेड चाहिँ के छ? बिहापछि भएको जुन घार बिहा छ हो अनि गुच्छ नि मामा त ल के देखेको छ अरे त? एकदम ह्यान्डसम। पानी भयो तपाईँले लिनुहोस् म भरिदिन्छु है। अता फेरि के हो मामा? उहाँले बियर भनेको यो 2.5 बोतल बियर लिनुभयो। बियर होइन फेरि स्प्राइट। कस्तो फिल भएको छ? अब फिल ठिकै छ। यहीँ उपारि मेरो घर यहीँ नजिकै हो। कहाँनिर हो तपाईँको घर? उता के भन्नुहुन्छ? होइन बसेर हामी त कता आएको? यो त्यहाँनिर नि यो डाँडा कतिर हो। हजुर असाध्यै राम्रो गाउँ छ। हेर्न सक्नुहुन्छ। पारि अखटिङ पर्यो। पहिला हाम्रो लालुरामजी त्यहीँ बसोबास गरेको। बाटो यहाँ बाटो सधैँ यो हाम्रो बेगमसाको दोकान हो। रोक्कीजी आजको यात्रा चाहिँ तपाईँले कस्तो लागिरहेछ? एकदम रमाइलो। थकान महसुस भएको छ कि भएको छैन? हिजोको भन्दा पनि हिजोको यात्रा अलि कठिन नै थियो किनकि रात परेको थियो र होइन। आज चाहिँ खासै त्यस्तो भएको छैन। दिउँसो भएर पनि होला। धुलो चाहिँ धुलो उडिरहेछ है। एकदमै खराब भएको छ। केही छैन, भिडियो अन्तिमसम्म हेरिदिनु होला, रमाइलो गरिदिनु भइरहेको छ। हामी सबै उहाँ हाम्रो प्रवीणजी हुनुहुन्छ उतातिर। के किन्दै हुनुहुन्छ यसो जान सोध्दै के किन्दै? ओहो सर के किन्न लाग्नु भएको छ तपाईँले? हाम्रो डिस्पोजल ग्लास, त्यसमा चाहिँ बियर खाने। बियर खाने हो र? यो यात्रा गर्दा बियर खान्छन् र? अब यात्रा गरेर त हात खानु भएन। अत्यन्तै म यो लिबाङ भन्ने बस्ती हो, यो बुकुरचोर बस्ती हो। यो हामी अब पारी गएपछि दिइहाल्ने चोर पनि पुग्छौँ। त्यसपछि यो पल्लो बस्ती चाहिँ खबाङको बस्ती हो। यो माथि यो पारीको डाँडा चाहिँ झाँगडढुङ्गाको पारीको जुन डाँडा तपाईँले देख्नुभएको छ यो झाँगडढुङ्गा हो। यो तिखाचुली झाँगडढुङ्गा यो जुन डाँडा छ तपाईँको यो झाँगडढुङ्गा एकदमै मान्यता प्राप्त धार्मिक स्थल, पर्यटकीय स्थल। र यो गौमुखी चारको गोत्रेचोर भन्ने हामी सुनेका छौँ। ल हामी पहिलोपटक यहाँ चाहिँ आएका छौँ। यो आफ्नै गाउँ आफ्नै ठाउँ भएर पनि हामी समयको व्यस्तता कार्यको व्यस्तता गरेर आउन सकेका थिएनौँ। भनिदिनुहोस् मामा यहाँको? अत्यन्तै रोमाञ्चक ठाउँ। बाटो अलिक असजिलो रहेछ तर पनि यो हामीले यो यहाँको दृश्य देखेर
यसो हामीले फोटोसोटो खिचेको छौँ आज एकदमै रमाइलो भयो है मामा कस्तो भयो विवेक रमाइलो एकदम सेक्सी फिल भइरहेको त्यस्तो नभन्ने यार के बोलेको भाइ यो के बोलेको अब यिनी भेलु बाजेको सन्तान हो यहाँ हाम्रो भेलु बाजेको ल अब चिसो हावा पनि अब चिसो चिसो खाने लगाइरहेका छौँ यहाँ बसेर हामी बसेर आनन्द लियौँ 1-2 प्याक स्प्राइट खानेछौँ रमाइलो भएको छ हामी चाहिँ ठन्डा पिँदैछौँ भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला एमा पानी भरेर राख्ने धेरै चिसो छ नास्ता खाने हुँदैछ केटाहरूले यहाँ मुलको पानीले मुख धुँदैछ ल हामी चाहिँ नास्ता खाँदैछौँ देखेर आधा बाटोमा पुगेर यहाँ टक्क नास्ता मामा पुरा झोलासोला बोकेर एकदमै रमाइलो यात्रा भइरहेको छ सबैजनाले अन्तिमसम्म भिडियो हेरिदिनु होला भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै हामी चाहिँ यहाँ नास्ता बन्दैछ नास्ता खाने ठाउँमा रोकेको छौँ अब अझै पनि 1.5-2 घन्टाको बाटो छ यहाँनिर हेर्न सक्नुहुन्छ मन्दिर छ यता पनि मन्दिर छ एकदमै रमाइलो भएको छ म चाहिँ हामी चाहिँ यहाँ टक्क नास्ता खाँदैछौँ
बसेर सबैजना हामी कहाँ छौँ मामा यतिखेर? हामी यतिखेर यो के झन् नौबैनी गाउँपालिका वडा नम्बर 4 खबाङ। यो चाहिँ तपाईँको झुरी खोला हेर्न सक्नु यहाँ पुल छ सिलाबाङदेखि आएको खोला हो यो चाहिँ यता खोला छ खतरा हेर्न सक्नुहुन्छ र रमाइलो भयो आजको यात्रा अनि तपाईँ नआइदिनुहोस् न आजलाई चाहिँ भिडियो यति नै भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला एकदमै हामी थाकेको थियौँ बाटोमा त्यति धेरै बिच बाटोमा भिडियो बनाएन पाएनौँ किनभनेपछि लास्ट 2 दिनको हिँडाइ त्यसपछि लास्ट थाकेको थियौँ भिडियो अन्तिमसम्म हेरिदिनु होला मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला एकदम रमाइलो भयो हाम्रो चाहिँ यात्रा बाई बाई